आजको खाजामा चाहिँ मैले होममेड भेज बर्गर, होममेड मेयोनिज विथ होममेड फ्रेन्च फ्राइज खाएँ। कसम भने यस्तो मिठो थियो कि अझ यो मेयोनिजसँग खाँदा त आहा यस्तो मिठो भएको। ल हेर है त अब कसरी बनाए। पहिला भाँडामा आलु लिएर म्यास गर्ने, प्याज पत्ता, धनियाँ, प्याज, हरियो खुर्सानी, गार्लिक पेस्ट, नुन, धुलो खुर्सानी, बेसार र चिली फ्लेक्स हालेर मजाले मिक्स गर्ने। अनि मिक्स गरेर प्याटिस बनाउने। त्यसपछि ब्याटर रेडी गर्ने। यसमा चाहिँ मैदा, इटालियन हर्ब, नुन, चिली फ्लेक्स, गार्लिक पेस्ट अनि हल्का पानी एड गरेर मिक्स गर्ने। अनि यतिको ब्याटर बनिसकेपछि एउटा भाँडामा तेल तताउने। अनि अघिको आलुको टिक्कीलाई ब्याटरमा फालेर ब्रेड क्रम्स हालेर मजाले फ्राई गर्ने। अनि यतिको गोल्डन ब्राउन हुन्छ अनि निकाल्ने। अनि फेरि त्यही तेलमा आलु पनि फ्राई गर्ने। अनि फ्राई भएपछि आलुलाई पनि निकाल्ने। त्यसपछि मेयोनिज बनाउने। एउटा अन्डा, गार्लिक पेस्ट, थोरै चिनी अनि थोरै नुन हालेर ब्लेन्ड गर्ने। ब्लेन्ड गर्दा बीचबीचमा तेल हाल्दै ब्लेन्ड गर्ने। अनि यतिको थिक भइसकेपछि रेडी हुन्छ मेयोनिज। त्यसपछि एउटा भाँडामा बन लिएर अघिको मालहरू भकाभक हाल्ने। लेटस, टमाटर र प्याज पनि एड गर्नु ल। अनि सबै हालिसकेपछि रेडी हुन्छ हाम्रो खाजा।